रेसियो हामी कसरी त्यसको थ्योरी हामी बुझेपछि हामी मजाले सबै क्वेसन गर्न सक्नुभएको थियो। आज हामी अर्को च्याप्टरमा जम्प गरेर अर्को सबैभन्दा पहिला ल अफ इन्डिसेस पढेपछि हामी मजाले कुनै पनि प्रब्लम सल्भ गर्न सक्छौँ इन्डिसेस च्याप्टरमा। ल आज हामी ल अफ इन्डिसेसको कुरा गरौँ रेसियो च्याप्टरमा। ल ल अफ इन्डिसेस ठिक छ। पहिला नम्बरमा के हुन्छ हाम्रो इफ बेस सेम छ भने पावर के हुन्छ यसको जुट्छ। बेस सेम छ भने पावर के हुन्छ यसको जुट्छ। जस्तै कि इक्जाम्पलमा छ ए को पावर बी छ भने इन्टु फेरि ए को पावर सी छ। किन के छ हाम्रो बेस सेम छ। बेस के छ हाम्रो ए र ए छ अनि यसको रिजल्टमा के हुन्छ बेस सेम भयो भने पावर के हुन्छ एड हुन्छ। त ए को पावर के हुन्छ हाम्रो ए को पावर के हुन्छ बी प्लस सी। अर्को इक्जाम्पलमा हेरौँ हामी सी को पावर 2 छ भने इन्टु फेरि सी को पावर 5 छ भने यसको के छ हाम्रो बेस के छ सी नै सी छ दुइटै सी छ भने बेस सेम छ भने यसको पावर के हुन्छ जुट्छ। त 2 + 5 हामी लेख्न सक्छौँ। यसको हामी पावर सी को पावर 7 लेख्न सक्छौँ। किन 7 लेख्यो भने किनभने यसको बेस के थियो हाम्रो सेम थियो त्यसै कारणले हामी के भयो पावर एड भयो। अर्को ल अफ इन्डिसेसमा के हुन्छ जति बेला डिभाइडको फर्म आयो जति बेला डिभाइडको फर्म आयो योमा के गर्यो हाम्रो बेस सेम भयो भने जुट्यो। तर डिभाइडको फर्ममा आयो भने त्यति बेला हामी के गर्न सक्छौँ जस्ट त्यसको प्लस गर्यो भने त्यसको माइनस गर्नु। जस्तै कि ए को पावर बी छ डिभाइड अथवा ए को पावर सी छ भने अघि हाम्रो बिचमा क्रस साइन थियो इन्टुको साइन थियो भने बेस सेम थियो भने यहाँ जोडेको थियो। यहाँ डिभाइडको साइन छ भने हामी के गर्छौँ जस्ट यसको प्लस गरेको थियो भने यहाँ माइनस गर्ने बी माइनस सी। इफ बेस सेम थियो भने प्लस गरियो डिभाइडको फर्म भयो बेस सेम छ भने माइनस गर्ने। अर्को इक्जाम्पल सी को पावर 8 छ भने डिभाइड सी को पावर 7 छ भने यसको के हुन्छ हाम्रो सी को पावर 8 माइनस 7 सी को पावर कति भयो 1 भयो। त्यति बेला हामी 1 त नलेख्छौँ किनभने डाइरेक्ट हामी सी लेख्छौँ। ठिक छ। हाम्रो डिभाइड र इन्टु फर्ममा सब जहाँसम्म लाग्यो होला बुझ्यो होला। के छ हाम्रो ए को पावर एम छ भने ब्र्याकेटमा यसको हलको पावर के छ हाम्रो एन छ। अब यो बेलामा के हुन्छन् इन्टु हुन्छन् यो बेलामा के हुन्छन् ए को पावर एम छ र ब्र्याकेटमा फेरि होलको पावर के छ हाम्रो एन छ भने यसको के हुन्छ हाम्रो ए को पावर एम इन्टु एन अथवा ए को पावर हाम्रो 2 छ भने बी को पावर ए को पावर 2 छ भने होलको पावर फेरि के छ हाम्रो 3 छ। त्यसलाई हामी के गर्न सक्छौँ ए को पावर 2 इन्टु 3 लेख्न सक्छौँ। ठिक छ। अर्को के छ हाम्रो डी नम्बरमा अथवा ए र बी को पावर के छ हाम्रो हल के छ हाम्रो एन छ भने हामी यसलाई सेपरेट गर्न सक्छौँ किनभने ब्र्याकेटमा ए र बी दुइटै छ भने यो हामी ए को पावर एन लेख्न सक्छौँ र बी को पावर एन लेख्न किनभने ब्र्याकेटमा छ भने यो एन छ पावर मात्र यो दुइटैको भएन। जस्तै अर्को इक्जाम्पलमा हाम्रो ए को पावर अथवा बी को पावर 2 छ भने हामी ए को पावर पनि 2 लेख्न फेरि ल ए को पावर पनि 2 लेख्न सक्छौँ अथवा बी को पावर पनि 2 लेख्न सक्छौँ। जस्तै ए को पावर स्क्वायर प्लस बी को पावर स्क्वायर जति बेला ब्र्याकेट हुन्छ हलको हुन्छ भने दुइटैमा हुन्छ। ठिक छ। अर्को ई नम्बर आएपछि हाम्रो ए को पावर अथवा बी को पावर हलमा छ स्क्वायरको फर्ममा अथवा ए को फर्ममा राख न ए को फर्ममा यसको हामी कसरी गर्ने ए को पावर ए लेख्ने अथवा बी को पावर बी लेख्ने मतलब कि यो हल छ भने यो डिभाइडको फर्ममा छ भने दुइटैको यो पनि जति बेला इन्टु हामी गरेको थियो भने दुइटैको भएको थियो डिभाइडको फर्म पनि के हुन दुइटै गर्ने। जस्तै कि ए को पावर अथवा बी को पावर हाम्रो स्क्वायरको फर्ममा छ भने ए को पनि हामी स्क्वायर लेख्न सक्छौँ बी को पनि स्क्वायर लेख्न सक्छौँ। यो दुइटैको फर्ममा आएपछि हामी दुइटैको स्क्वायर लेख्न सक्छौँ। ठिक छ। कुनै पनिको कुनै लेटर अथवा वर्डको पावर अथवा 0 छ भने यसको अलरेडी एन्सर के आउँछ 1 हुन्छ। कुनैको पावर 0 छ भने के आउँछ हाम्रो 1 हुन्छ। यो धेरैभन्दा धेरै इम्पोर्टेन्ट छ। यो हाइलाइट गरेको धेरैभन्दा धेरै इम्पोर्टेन्ट। कुनैको पावर इफ 0 भयो भने डाइरेक्ट यसको एन्सर 1 आउँछ। रियर केसमा हाम्रो सोध्ने खाले क्वेसन यही हो इफ 0 छ कसैको पावर भने त्यसको पावर एन्सरमा के आउँछ डाइरेक्ट 1 आउँछ। ठिक छ। ए को पावर माइनस एम छ जति बेला केहीको पावर माइनसमा आयो भने त्यसको डाइरेक्ट बाई लाग्छ। ए को पावर एम छ भने ए को पावर हामी ए को पावर जति माइनस एम छ भने डाइरेक्ट यसको 1 ए को पावर एम लेख्न सक्छौँ। अर्को इक्जाम्पल ए को पावर -2 छ भने डाइरेक्ट यसको 1 ए को पावर स्क्वायर। जति बेला माइनसमा आउँछ केही कुरा जति बेला पावर माइनसमा आयो भने त्यति बेला हामी डाइरेक्ट यसको 1 त्यति पावर हुन्छ त्यो पावरलाई सेम डिटो हामी माइनस हटाएर त्यो तल लेख्दिनौँ। ठिक छ। डिभाइडको फर्ममा अर्को त्यहीको अर्कोमा के हुन्छ अर्को इक्जाम्पलमा के आउँछ हाम्रो ए 1 ए को पावर हाम्रो स्क्वायर छ भने हामी डाइरेक्टलाई
ए को पावर -2 लेख्न सक्छौ। किन लेख्न सक्छौ किनभने अघि मैले यहाँ के भनेछु जति बेला कुनै वर्डको पावर माइनसमा छ भने त्यसको डिभाइड के हुन्छ 1/m लेख्न सक्छौ। त्यति बेला हामीले क्वेसन नै यो नै क्वेसन दिएछ यसलाई हामी यो क्वेसन दिएछ भने हामी योमा कन्भर्ट गर्न सक्छौँ किनभने कुनैको पावर माइनस छ भने 1/a को पावर m लेख्न सक्छौ। ठीक छ त्यति बेला हाम्रो 1 को पावर 1/a को पावर 2 छ भने डाइरेक्ट हामी a को पावर -2 लेख्न सक्छौँ हो। यति जानेपछि हामी कुनै पनि क्वेसन टिक द करेक्ट खाले क्वेसन एमक्यूसी क्वेसन हामी कुनै क्वेसन सल्भ गर्न सक्छौँ। टाइप ल अफ इन्डिसेस पढेपछि कुनै पनि एमक्यूसी क्वेसन हामी टिक मार्न सक्छौँ। अब नेक्स्ट भिडियोमा हामी कसरी क्वेसन सल्भ गर्छ त्यो चर्चा गर्ने। यो यहाँसम्म जति बेला अर्को भिडियो हामीले चाहिँ कसरी क्वेसन सल्भ गर्ने त्यो माथि हामी चर्चा गर्नेछौँ। इफ तपाईहरुलाई कुनै कन्फ्युज हुन्छ भने मेरो लिङ्कमा मेरो WhatsApp नम्बर हुन्छ त्यहाँबाट तपाईहरु कन्ट्याक्ट गर्न सक्नुहुन्छ।